तो हो टोल्टी तो बल्ल चाहिँ देखो तो केटले तेल त यारमा चाहिँ एन्टी के टोल्टी आयो आपको इज्जत बढाउनलाई मैले जितेन भनेको होला के राजा होइन तोडा बेनै हो बेन नै हो नि ए होइन बेनै हो बेन नै हो त्यसो गरेर खेल्न होला राजा खेल्न त ओ नि पहिला कुरा गर्ने भने तपाईले अंगी ओलो अंगी खेलेको पो हो त्यो इला त सोल्टी त ओलो अंगी पछि खेल होला नि फेरि पछि पहिला त जिते खन सोल्टीले अंगी हारेको के हो त्यो पहिला जिते खन गरे त्यो अंगी हो के हारेको त त्यो पहिला त जिते खन भन्थे त्यो अंगी हो हारेको त्यसले त्यही उसले त इग्नोरले वाल फाल जितो हो के काम त्यसले धर ओ वाल धर ओ फाल्ने यार वाल त किसी मान्ने रहेछ के त्यसले त इग्नोरले त वाल त राम टक्कै पर्दिन हामीले वालै हान्दैन नि त्यसले त जम्मै जतामा वाल के वाल वा चिकिन त्यो सिंगल खेल्दा त स्क्वाड हो र त ओले हान्न ठिकै राम्रो हो न 1v1 मा चिकिन त्यो भिचै यार वाल हाल्किन जित्ने छ यार पुरा वाल पुरै के देखेरै नदेख्ने पुरै वाल हानेको इग्नोर भन्ने कहाँ खोरा राजा खोइको नि राजा त्यो त सोल्याङको त्यही सोल्टिक फेरेन रहेछ हजुर एन्डुमा कुरा खेलामला हामी भन्छौ आइदिन त एन्टी चाहिँ रहेछ के त्यही सोल्टी हाम्रो गिलमै रहेछ के त हटा फेरि हामीले बाबुर मलाई खेलाम भन्नु हटा पहिलो गेम खेल्यौँ 3 मा जित्यौँ फेरि खेलाम भन्नु फेरि 3 मा जित्यौँ फेरि पछि खेलाम भन्नु फेरि पछि 3 मै हान्दै खटिनुहोलाई हजुर वाल त खिचिहाल्छ नि भन्छ बिचे खिचिहाल्छ वाल त हामीले त यसो गरेकोमा खोइ पहिला कनि बा जित्छ मेटाउट भन्ने जस्तो लाग्यो के हो वालै फाल्न पहिलो गेममा हटा फेरि दोस्रो गेममा अलि हान्न लाग्यो लास्ट गेममा त ओ आल फाल्टो यार मैले भन्छ चिकी त्यो 1v1 खेल्दा त जित्दैत वाल हान्थ्यो कारण चिकी अलि 2 दिन त सिट खेल्दा त हानु होला कि त्यसले त किसिम मोमेन्ट देखाउन खोज्ने रहेछ गोली त खासै हान्ने हुन्छ र सिंगल खेलाम भन्थ्यो हटा बाबुलाई खेलाइदिएको बाबुलको टिममा हारेर बाबु रिसेन्ट यस्ता मुझे वालबाट बाहिरै निस्केन मुझे आफूले हान्दा मात्र बाहिर निस्कन्छ न त निस्केन भन्ने कराले बाबु हान्थ्यो टिममा बाबुलाई ए त्यतिकै हो कि डायमन्डको होइन त्यतिकै खेलेको हाम्रो रमाइलोको लागि र बाबुन वालबाट निस्केन नि यार बाबुन खासै निस्केन तिमी होइन उसको त उसको लागि धेरै हुन्थ्यो त्यो यो उसको लागि तर घन्टा हो तिमी तपाईँ पनि अलि यस्तै बाहिरै हानै हान्छ भने निस्केरै खेल्नुहुन्छ कोही फेरि यस्तो